नमस्ते साथीहरू, आज चाहिँ म तपाईलाई काठमाडौँबाट पब्लिक गाडीमा चितलाङसम्म लिएर जाँदैछु। यात्रा अनुभव कस्तो हुनेछ, कति पैसा लाग्नेछ, कति खर्च हुनेछ हैन, के कति सजिलो हुनेछ म तपाईलाई सबै देखाउने छु। आउनुस् अब यात्रा सुरु गरौँ। यो अगाडिको देख्न सक्नुहुन्छ श्याम ओइल पेट्रोल पम्प छ हैन। यो भयो यतातिर थानकोट जाने बाटो, यता भयो कलङ्की चोक हैन। ठ्याक्कै यो पेट्रोल पम्पको अपोजिट साइडमा तपाईले चितलाङ जाने गाडी पाउन सक्नुहुन्छ है त। टिकटको चाहिँ 200 कति 30 पर्ने रहेछ। म जाने गाडी चाहिँ यही हो, 8:15 भन्नुभएको छ। 8:05 भयो समय चाहिँ। यही बस है साथीहरू। अब हिँड्ने बेला पानी पर्न थाल्यो यार। अब पानी पर्न थाल्यो, म पनि चढ्छु अब। मेरो सिट चाहिँ यो रहेछ, कति 9-10 भनेको छ। जम्मा जम्मी 22 किलोमिटर रहेछ यहाँबाट। 1.5 घन्टामा पुगिन्छ भन्नुभएको छ। हेरौँ अब यतिखेर चाहिँ अहिले 8:18 गयो। अब हामी कलङ्कीबाट हिँड्यौँ। मलाई थाहै छैन यो हालेको पुरै हिन्दी गीत बजिरहेको छ। बाटो अफ रोड छ, गाडी पुरै आफ्नै गतिमा हिँडेको छ। बाटो चाहिँ यस्तो डेन्जर छ। ठ्याक्कै यतिखेर चाहिँ म देउराली भन्ने ठाउँमा आइपुगेँ। अब यहाँबाट चितलाङ त्यही 8-10 किलोमिटर बाँकी होला र यो ठाउँबाट अब काठमाडौँ सकेर मकवानपुर जिल्ला सुरु पनि भयो। अहिले यहाँ सानो 5 मिनटको ब्रेक छ। अनि बाटो चाहिँ यस्तो छ, देखिहाल्नुभयो। अघि त झन् एकदम डेन्जर थियो। अहिले चाहिँ अब यतिको मिचेको राम्रै छ। हर्न बजाइरहनु भएको छ हाम्रो गुरुजीले। हजुर यो अगाडि कता बजार एरिया पर्छ राखिदिनु चार्जमा हुन्छ। यतै हो। ए हुन्छ। म चितलाङ चाहिँ आइपुगेँ फाइनली। कति बज्यो भने 9:43 भयो। म 8:15मा हिँड्ने भनेपछि 9:15 1 घन्टा अनि उता ठ्याक्कै 1.5 घन्टामा आइपुगेँ। म कलङ्कीबाट हिँडेको 1.5 घन्टामा चितलाङ आइपुगिँदो रहेछ। 230 रुपियाँ लाग्दो रहेछ भाडा चाहिँ हैन। यति थाहा पाइहाल्नु भयो। बस भाडा भन्दा खाना महँगो पर्यो। बस भाडा 230 थियो, खाना चाहिँ 250। भेजको 250 अनि चिकनको 350 अरे। म चाहिँ अब खाना खाएर यो 7 धारा भन्ने ठाउँ जाँदैछु। यो चाहिँ अब यो मेन चाहिँ सिधै उता कुलेखानतिर जाने बाटो भयो। अनि यहाँनिर यस्तो बोर्ड देख्न सक्नुहुन्छ बाटोमा तपाईँले। अनि अब यता चाहिँ हामी 7 धारा जान्छौँ। यहाँ लेखिरहेको पनि छ। पुरै यहाँ खेती हुन्छ। यो चितलाङमा चाहिँ खेतीबाली छ, तरकारी छ, विशेष गरी त सबै तरकारी। ल जताततै यस्तै छ क्या। अब पानी हैन, पुरै नेचुरल उसले भरिपूर्ण छ यो चाहिँ, यो ठाउँ चाहिँ। अब यहाँ मन्दिर पनि देखिरहेको छु मैले। अब पहिला यहाँ दर्शन गर्छु
अनि त्यसपछि तपाईँहरूलाई पनि म देखाउँछु। चितलाङ चाहिँ तपाईँले महसुस गर्न आउने रहेछ क्या। तपाईँलाई एकदम सजिलो हुन्छ क्या, तपाईँको फोक्सोले त्यति मेहनतै गर्नु पर्दैन सास फेर्नको लागि। यहाँको हावा, यहाँको ग्रिनरी होइन, अनि यो पानी, नेचर होइन, यहाँको खाना अघि मैले तपाईँलाई देखाएको थिएँ। काउली जस्तो नै टेस्ट आउँछ, साग जस्तो नै टेस्ट आउँछ क्या। यो कुरा सुन्दा हाँस उठ्छ होइन, तर काठमाडौँमा त्यस्तो हुँदैन। साग जस्तो टेस्ट आउँदैन, काउली जस्तो टेस्ट आउँदैन। तर यहाँ चाहिँ हुन्छ नि, एउटा त अर्ग्यानिक फिल हुँदो रहेछ होइन। अनि अब खर्चको कुरा अघि तपाईँलाई मैले भिडियोहरूमा देखाइहालेँ। खर्च भनेको चाहिँ 230 रुपियाँ मलाई गाडी भाडा लाग्यो आउँदाखेरि, अनि मैले 250 रुपियाँको खाना खाएँ होइन। अनि अब जाँदाखेरि फेरि 230 रुपियाँ लाग्छ। अब तपाईँ आफै हिसाब किताब लाउनुहोस् कति हुन्छ, 1000-1200 भित्रमा पुग्ने रहेछ होइन। होटल बाहेक तपाईँ एक दिनमा आउनुहुन्छ, दिनभरि घुम्नुहुन्छ, मस गर्नुहुन्छ, यहाँ हेर्नुहुन्छ, अनि आनन्द भएर तपाईँ बेलुका फर्किन चाहनुहुन्छ, एक छाक खाजा खानुहुन्छ भने तपाईँलाई 1500 भनेको इनफ हो क्या, तपाईँ यदि रक्सी खानुहुन्न भने। यतिखेरसम्म म सँगसँगै घुमघाम गरेर मलाई साथ दिनुभयो, त्यसको लागि थ्याङ्क यू सो मच। फेरि अर्को कुनै नयाँ गन्तव्यमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि तपाईँहरू स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्, नेचरलाई माया गर्नुहोस्। बाई बाई, ह्याभ अ गुड डे। फोहोर चाहिँ जथाभावी नगरौँ है साथीहरू। आफूले खाएको सामानहरू चाहिँ डस्टबिनमा लगेर फ्याल्ने गरौँ।